हामी प्रिपेयर्ड छौँ। कोही आएर चाहिँ डराउने धम्काउने गर्दाखेरि हामी चाहिँ डराएर लुक्ने भन्ने चाहिँ छैन। देश बनाएरै चाहिँ कहीँ जाउँला, देश नबनाइ चाहिँ फर्किने कुरा छँदैछ। यो 9 तारिकमा जे भयो त्यो नेपाली जनता सबै बाहिर आउनु भयो। त्यसमा अलिकति अराजक तत्त्वहरू पनि आउँछन्, त्यो सायद आन्दोलनमा हुने नै कुरा हो है, आउँछन्। तर क्रान्ति ल्यायो, क्रान्ति आयो, यो नेपाली जनता एज अ होलले मिलेर चाहिँ ल्याएको हो। मेरै साथीहरू जो पोलिटिक्समा चाहिँ इन्ट्रेस्टै थिएन, उहाँहरूले चाहिँ अहिले तपाईँको संविधानको किताब ब्यागमा बोकेर हिँड्नुहुन्छ, धारा धारा भन्दिनुहुन्छ। मैले सोद्धाखेरि पनि धारा भन्नुहुन्छ भनेपछि यो लेभलको चाहिँ पोलिटिकल लिट्रेसी, यो राजनीतिमा ज्ञान चाहिँ यतिसम्म डेभलप भएको छ। क्रान्ति त क्रान्ति, तर यो प्रकारको सत्ता परिवर्तन खालको, व्यवस्था परिवर्तन खालको क्रान्ति भन्ने चाहिँ त्यतिखेर परिकल्पना गरेको होइन। त्यो अब एक हिसाबले चाहिँ भनौँ न, जुन तरिकाको चाहिँ व्यवहार, जुन तरिकाको चाहिँ तपाईँको 78 जना मर्नु भएको छ है, त्यसलाई नबिर्सौँ। त्यो भइसकेपछि आम नेपाली जनता जसका छोराछोरी मारिएका छन् भनौँ न, जसको मारिएका छैनन् भने पनि ला यो त मेरै उमेरका चाहिँ मेरो बच्चाको उमेरको समूहलाई चाहिँ मार्या छ यसरी होइन, निर्ममतापूर्वक टाउकोमा गोली, छातीमा गोली, यो सबै लागेको छ। यो 9 तारिकमा जे भयो त्यो नेपाली जनता सबै बाहिर आउनु भयो। त्यसमा अलिकति अराजक तत्त्वहरू पनि आउँछन्, त्यो सायद आन्दोलनमा हुने नै कुरा हो है, आउँछन्। तर क्रान्ति ल्यायो, क्रान्ति आयो, यो नेपाली जनता एज अ होलले मिलेर चाहिँ ल्याएको हो है। अब अर्को कुरा भनेको चाहिँ सायद हामी अलिकति प्रिपेयर्ड थिएन मलाई, किनभने जेनजी समूह चाहिँ त्यति पोलिटिकली लिटरेट चाहिँ हुँदैन थियौँ है। अब अहिले चाहिँ समस्या, अहिले चाहिँ अलिकति वातावरण फेरिएको छ। मेरै साथीहरू जो पोलिटिक्समा चाहिँ इन्ट्रेस्टै थिएन, उहाँहरूले चाहिँ अहिले तपाईँको संविधानको किताब ब्यागमा बोकेर हिँड्नुहुन्छ, धारा धारा भन्दिनुहुन्छ। मैले सोद्धाखेरि पनि धारा भन्नुहुन्छ भनेपछि यो लेभलको चाहिँ पोलिटिकल लिट्रेसी, यो राजनीतिमा ज्ञान चाहिँ यतिसम्म डेभलप भएको छ। 1 महिना 32 दिन यतिको समयमा। सो यो भनेको एउटा गुड स्टार्ट हो। सुरुमा हामी थोरै चुक्यौँ, तर अब चाहिँ चुक्ने छैन। के गरिरहेछौँ, कसो गरिरहेछौँ, कहाँ लानु छ, बटम लाइन के हो भन्ने कुरामा हामी यस्तो क्लियर छौँ कि यति क्लियर जिन्दगीमा म केहीको बारेमै भएको छैन। अब बाहिर निस्केको छौँ, देश बनाएरै चाहिँ कहीँ जाउँला, देश नबनाइ चाहिँ फर्किने कुरा छँदैछ। जस्तो कि आन्दोलन गर्ने तपाईँहरूको पुस्ता होइन, हजुर, यो सत्ता त्यति बेलाको तानाशाही सत्ता ढलाउने पनि तपाईँहरूको पुस्ता, अहिले मिडियाको फेस गरिरहेको पुस्ता पनि तपाईँहरूको पुस्ता। हाम्रा प्रश्नहरू, कतिपय तीखा प्रश्नहरू, बाढ जस्ता प्रश्नहरू तपाईँहरू सामना गर्नु परेको थिएन होइन, कतिपय आक्रोश पनि छ तपाईँहरूको हाम्रा प्रश्नहरू प्रतिभा लिएर। खै यी सबै प्रश्नहरूको सामना तपाईँहरूले गर्नु परिरहेको छ। तर सरकार कतै हिडन तवरबाट बनेको छ र मन्त्रीमण्डल क्याबिनेट पनि हिडन तवरबाट बनिरहेको छ। सारा अब्जसको भारी तपाईँहरूले बोक्नु परिरहेको छ, जेनजी पुस्ताले बोक्नु परिरहेको छ। तपाईँ यो अवस्थाको बिचमा सरकारलाई के भन्न चाहनुहुन्छ? जहाँ भित्रबाट बनिरहेको छ, समताबाट बनाएको छ, कोही बरबराबाट बनाएको छ, कोही एनजिओ आइएनजिओका कुराहरू अहिले आइरहेका छन्। अब यस्तो तपाईँहरूको यसमा कन्सर्न छैन सरकारप्रति? होइन, अफकोर्स कन्सर्न त हुन्छ। यत्रो साह्रो चाहिँ अब आरोप सहनु परेको छ, कन्सर्न नहुने त कुरै भएन। कतिपय आरोप चाहिँ हो ठिकै हो, अलिकति खाइन पाइ छालाको टोपी लाइ जस्तो भएको छ तपाईँहरूलाई। त्यस्तो पनि भन्न सकिन्छ होइन, त्यो ठिकै छ, ल त्यो भनियो। तर तपाईँ अब सरकारमा चाहिँ जेनजीको प्रतिनिधित्व, मन्त्रीमण्डलमा जेनजीको प्रतिनिधित्व नभएको कुरामा चाहिँ हाम्रो एकदमै चित्त बुझाइ छैन। त्यो त हुनैपर्छ। हेर्नुहोस्, त्यसमा दुई मत छैन, कसैले नाइ भन्न पाउँदैन। सडकको आगो मन्त्रीमण्डलमा पुग्नै पर्छ, मन्त्रीमण्डलमा हाम्रो प्रतिनिधित्व हुनैपर्छ, नत्र अर्थ के भयो? मारिए त 78 जना, अर्थ के भयो? त्यो हुनैपर्छ। यो सरकारलाई ध्यान चाहिँ आकर्षण गर्न चाहन्छु। र त्यो बाहेक चाहिँ भनौँ न, त्यतिखेर प्रिपेयर्ड नहोला, तर यति प्रिपेयर्ड म मेरो एक्जाममा पनि थिइनँ। हेर्नुहोस्, कुनै एक्जाममा थिइनँ, त्यति प्रिपेयर्ड छौँ। सुतेको छैन, 2 बजेसम्म उठेको, आँखामा यहाँ तल चाहिँ देख्नु भइरह होला। हामी प्रिपेयर्ड छौँ। कोही आएर चाहिँ डराउने धम्काउने गर्दाखेरि